अनंतानंदिक स्वरूप रूप सर्वंतर्यामी जगत नियंता जगत रक्षण करता जगत का पालन करता जीवनाधार प्राणाधार मोक्षाधार आत्माधिपति परमाधिपति वैकुंठाधिपति भगवान श्रीमन नारायण प्रभु को दिव्य कृपा कटाक्षले गर्दा अनेक जना संसिद्धिको स्वरूपमा हामीलाई यो जीवन दिइबस्नु भएको छ। मानव जीवन मनुष्य शरीर गानुभएको भजन मनुष्य जन्म मोल रे मिट्टी मीना रोल रे अब जो मिला है फिर न मिलेगा कभी नहीं कभी नहीं कभी नहीं रे। वो बुलबुला है पानी का मत कर गर्व जमाने का नेक कमाई कर लो भाई पता नहीं जिंदगानी का नहीं लगता कुछ मोल अरे मिट्टी में न रोल अरे अब जो मिला है फिर न मिलेगा कभी नहीं कभी नहीं कभी नहीं लेकिन अभी तो है। ऐसा दिव्य भजनहरू स्वयं गाउनुहुन्थ्यो। यो जीवन नै के रहे मोक्षैका हेतु यह जन्म नाछ यो जीवन पाएको मोक्षका लागि हो। हेर त कति सुन्दर फल बनेको छ है। यो फल यहाँ राखिदियो यसले खाऊ खाऊ भन्दैन। हामीलाई खान मन नलागेसम्म यो फलले खाऊ भन्दै कुहिएर जान्छ र यो पूर्ण परतन्त्र भएर बसेको छ। यसले आफूलाई खाइदियो भन्थ्यो भनेर भन्दैन। त्यसै गरी हामीले पनि हामीलाई ल्याइदिनुहोस् हामीलाई मोक्ष दिनुहोस् यो दिनुहोस् ऊ दिनुहोस् भनेर भगवानसँग कहिल्यै पनि माग्नु हुँदैन। नमागिकन बस्नु भगवानले के दिनुहुन्छ नि भगवानसँग के अनन्त कोटि ब्रह्माण्डको ऐश्वर्य सबै भगवानसँग छ। यसले गर्दा हामी केवल आत्मा हौँ। भगवानले हामीले सुन्दर जीवन दिइबक्सनु हो। यो जीवन एउटा साधन हो यो साध्य होइन। यो साधनको माध्यमले हामीले सत्कर्म गर्न सक्दछौँ। यी विभिन्न इन्द्रियहरू दिनुभएको छ भगवानले। वाणी गुणानुकथने श्रवणो कथाय भन्दै प्रभु पदमा मन कान कथामा आँखा दर्शन बीच भुलोस् वाणी प्रभुको गुणकीर्तनमा प्रभु सेवामा हात भुलोस् भन्दै यसरी यो यी जीवन दिनु केका लागि भन्दा यी इन्द्रियहरू दिनु के भगवानकै सेवा गर्नको निमित्त न त भोगाय स्वतन्त्र कर्म गरेर ऐज्ञानिक कर्म गरेर संसर्ग विधिलाई त्यागेर निषेधलाई कर्म गरेर अकृत्य कर्म भनेको गर्न नहुने कुराहरू गरेर गर्न हुने कुरालाई छाडेर जुन कर्म गरिन्छ भने त्यही नै पतनको कारण बन्दछ। तर भगवानले हामीले यस्तो सुन्दर शरीर दिनुहुन्छ हामीलाई विवेक दिनुभएको छ। त्यो विवेकले गर्दा सद असद विवेकिनी या बुद्धि सा पण्डा सत र असत छुट्याउने जुन बुद्धि छ त्यही नै पण्डा बुद्धि हो। त्यो सत भनेको सत भनेको भगवान सत्यम परम धीमहि भनेर सत्यस्वरूप भगवानलाई नै हामीले सार्वभौम भगवानको स्वरूपमा सार्वभौम सबैले सत्यस्वरूपलाई मानेको छ। चाहे हिन्दू मुस्लिम क्रिस्चियन बौद्ध जोसुकै पनि त्यो सत्यलाई चाहिँ मानेको छ। त्यो सत्यमा कुनै व्यक्ति विशेष कुनै व्यक्तिवाचक प्रश्न एउटा यो व्यक्ति हो यो भगवान हो भनेर कुनै पनि भइदिएर सत्य भनेको हो सत्य सत्य हो। धर्महरू भगवान हुनुभयो। धर्मानुगो गच्छति जीव एक कर्मानुगो गच्छति जीव एक भनेर भगवानले यस्तो कृपा दिनुभएको जीवात्माले धर्मस्वरूप भगवान आएर सत्यस्वरूप भगवान आएर हामी सबैको रक्षा गर्नुहुन्छ। त्यसमा सत्यस्वरूप भगवानको ध्यान गर्नको लागि यो जीवन दिनुभयो। अरू कुनै पनि यसको अर्थ छैन। हो सम्पत्ति कमाउने सन्ततिको वृद्धि गर्ने पितृहरूको कल्याणको कर्म उद्धारको कर्म गर्ने सन्ततिको कल्याणको कर्म गर्ने यी हामीले दिएका यी विधि हुन्। यी विधि त गर्दै रहनुपर्छ फेरि तर आफ्नो अधिकार सम्झेर होइन कर्तव्य सम्झेर गर्नुपर्दछ। यसले हाम्रो आत्माको कल्याण हुनेवाला छ। आफ्नो मात्र होइन परिवारजनको मात्र होइन समाजको सबैको। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। निरामया भनेको त शरीरलाई लाग्ने रोग त लाग्दैछ। शरीरलाई लाग्ने रोग लागिसकेपछि त जानै पर्दछ। तर त्यो रोग हो किमौषधं पृच्छसि मूढ दुर्मते निरामयं कृष्ण रसायनं पिब। एउटा औषधि छ त्यो आत्मालाई रोग लाग्दछ। त्यो आत्मालाई लागेको रोगको औषधि के हो भन्दा कृष्ण 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 भन्ने बानी बसाइदेऊ न तिम्रो घरमा आउँछ कृष्ण बाटो देखाइदेऊ न। त्यो भगवान कृष्ण पापा नै गर्छ त्यति छ कृष्ण जसले पापलाई जीवात्माका अनन्त जन्मका स्थावरम विंशति लक्षम जलदम नवलक्षकम आदि गरिएका 84 लाख जुनीसम्म भोगेका हामीले नजाने गरिएका ती पापहरूलाई भगवानले सरक्क सफा गरिदिनुहुन्छ। कृपा वात्सल्यका सागर नारायण दया सिन्धु वात्सल्य गुण सागर
एनम रक्षा भनेको मारदे यो चेतनलाई रक्षा गर्ने बक्सस गर्नु भगवान भनेर सिफारिस गरिदिनु भएको जीवाको नमे भक्त प्रणशक्ति भनेर भगवानले भन्नुभएको हुनाले आचार्यको वाणी पनि अक्षय वाणी भएको हुनाले आचार्यमा बिजानियत भन्ने प्रमाणद्वारा भगवान नै मेरो आचार्य हुनुहुन्छ। आचार्य नै भगवानको कैंकर्य गर्न आउनुभएको हुनाले आचार्यले बोलेको वाणी पनि झुटा हुने छैन। जीवात्माको अन्य गति हुने छैन। सनातन जीवात्माको अन्य गति हुने छैन। अर्को पनि प्रमाण बताउनु पर्ने भयो। अन्त पछिल्लो प्रकरणमा बताए पनि हुन्थ्यो तर भूमिका भएको नसुन्ने बताउँ। दिवि वा भुवि वा मम स्तु वासो नरके वा नरकान्तके प्रकामम् अवधीरित शारदारविन्दौ शरणौ ते मरणेऽपि चिन्तयामि। हे भगवान, जुन जीवात्माले अन्तिम अवस्थासम्म आचार्य सङ्गति गरेको छ, भगवानकै शरण परेको छ, उर्धपिण्ड धारण लगाएको आचार्यको श्रीपाद तीर्थ स्वीकार गरेको छ हैन, भगवानका भक्तकै सत्सङ्गमा बसेर गरेको आफ्नो प्राणताको सर्जन गरेको छ भने यो जहाँसुकै होस्, नरककै एउटा कुनै कुनामा गएर प्राण छोडेको छ भने पनि त्यो भक्तलाई अन्यथा हुँदैन भनेको उसले अन्य गतिमा जानु पर्दैन, नरकाधिक गतिमा जानु पर्दैन। तुलसीदास आचार्यले मुकदमाला सूत्रमा यही निवेदन गर्नुभयो। त्यसले गर्दा त्यही भन्नु छ भने किम औषधम, त्यसको उपाय के छ त भन्दाखेरि किम औषधम पृष्ठसी दूर मूलपते युग दूरमते भन्दा यो पनि उहाँकै वाणी हो, तुलसीदास आचार्यकै वाणी हो। निरामयम आवय हुनका निमित्त, निरोगी बन्नका निमित्त कृष्ण 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 भने श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधव, यी सबै भगवानका नाम हुनुहुन्छ। जस्तो काम भयो त्यस्तै किसिमको नाम भन्दछ। नामबाट काम गरे बापत नाम भन्यो नि हो। कसैका घरमा गएर लामा हात गरे भने त्यो के हुन्छ, चोरी हुन्छ, चोरीको चोर भन्ने नाम भन्छ। कसैका घरमा यसो खेताला काम गरियो भने के हुन्छ, हलीको ठालो भने छुट्टै छुट्टै नाम हुन्छ। त्यसो भगवानले सबै भगवानलाई पालनहार हुनुभयो, भक्तका हृदयमा बस्नेवाला भक्त वत्सल हुनुभयो। यसरी यी भगवानका सबैका पापलाई हराउनु कृष्ण हुनुभयो। अनि भगवानका नाम पनि राम विग्रह, धर्मको विग्रह श्री राम प्रभु हुनुभयो। यसो त भगवानका यस्ता दिव्य असङ्ख्य कल्याण गुण हुनाले भगवान आत्माको अधिपति भइबस्नुहुन्छ। शरीरभित्र आत्मा बस्दछ। त्यो आत्माभित्र आत्मा कस्तो छ भन्दाखेरि केशलाई ठाडो पार्ने अनि त्यसलाई 1000 टुक्रा छाल चिर्ने। यसरी बाँसको भाटा चिरे यसो सिन्का चिरे यसो छाल चिर्दाखेरि त्यो केशलाई 1000 टुक्रा पारेर चिर्दाखेरि जत्रो हुन्छ सुनौँ बुझौँ अनुभव गरौँ। अब त चिरा त भने हतियारै त हामीले त्यस्तो भौतिक सम्बन्धमा पनि त्यस्तो हतियारै छैन जसलाई केसलाई 1000 चिरा चिरौँ। त ज्ञान चक्षुषा ज्ञान दृष्टिले हामी त्यसलाई यति टुक्रा भयो भनेर यत्रो भयो भनेर एउटा इमेजिन द्याट होइन एउटा कल्पना गर्न सक्छौँ। त्यो आत्मा छ भने त्यो भित्र पनि बस्नेवाला परमात्मा अनन्तकुटी ब्रह्माण्डको अधिनायक भगवान हुनुको त्यो भगवान ठुलो भइकन अणोर अणियान महत्त्वमा यहाँ भगवान यति सूक्ष्म तत्त्वमा भएर र के भन्छ भगवानले त्यो नरकादिमा गए त्यो जीवात्मा भने पनि त्यो अन्तर्यामी भन्ने वस्तु भगवान एउटा स्वरूपको त्यो नरकमै गएर त्यसले यमयातना भइसके पछाडि फर्किँदाखेरि त्यसलाई लिएरै मात्रै फर्किनुहुन्छ। त्यो त जसरी अमानव नाम गरेको भगवानले अर्को गतिबाट लिएर जानुहुन्छ उसै गरी अन्तर्यामीले पनि कहिल्यै पनि छोड्नु। अब अन्तर्यामीले छोड्नु हुँदैन, हामीले कर्म त बिगार्नु हुँदैन, सत्कर्म गर्दै रहनु। सत्कर्म गर्नका निमित्त हामीले जीवन पाएको, भगवानलाई सम्झिन पाएका हौँ, भगवानका भक्तसँग सङ्गत गर्नका निमित्त भगवानको विभूति जति सबै छ त्यसलाई अनुभव गर्नका निमित्त यो जीवन पाएको। अरू कुनै न त अन्य भोग आयो, अरू कुनै ऐश्वर्य प्राप्ति त व्यवहार लोक व्यवहार हो, तर लक्ष्य परिचय हामीले के हुनुपर्छ उही हुनुपर्छ। त्यसो भन्नाले यहाँ गरुड पुराणको प्रसङ्गले, यहाँ शारदाको प्रसङ्गले हामीले भगवान कस्तो हुनुहुन्छ भने वेद्य हुनुहुन्छ। पुराणका विभिन्न वैभवले गाइएको हुन्छ, वैभव गाइनु हुन्छ। मोक्षको फल दिनेवाला भगवान नै हुनुहुन्छ। धर्मको मूल भन्नुहुन्छ। ऊर्ध्व मूल मद शाखा अस्वस्थम बाहुरव्यम सन्दांशी यस्य पर्णानि यस्तम वेदविद। माथितिर जरा भएको तलतिर हाँगा गिगा भएको यस्तो एउटा वृक्ष छ, त्यो धर्मको वृक्ष। त्यो धर्मको वृक्षको मूल भनेकै भगवान हुनुहुन्छ। त्यस्ता भगवानले हामी सबैको कल्याण गर्नुहुन्छ। कल्पतरुमा सबैको इच्छालाई सञ्जयती भनेको सबैको कल्याण गर्नेवाला, मोक्ष दिनेवाला, सम्पूर्ण कर्मको फल दिनेवाला विष्णुमय हुनुहुन्छ, पालनहार हुनुहुन्छ। त्यसर्थ
शय्यामा शयन गर्नुभएका भगवान्कै नाभिक कमलका ब्रह्माजीको सृष्टि भयो। ब्रह्माजीले तपस्या गर्नुभयो अनि शिवसनका आदिहरूको सृष्टि भयो। हुँदाहुँदै मनु महाराज हुँदै मानव वंश परम्परा वृद्धि भएको आद्य शक्ति भनेकी परम तत्त्व तत्त्वम नारायण पर भनेर नारायण पराविद नारायण परामखा भनेर नारायण भगवान नै प्रशस्त के अरे परिपूर्ण हुनुभएको हो। र हामीले कर्म गर्दाखेरि पनि हरि ओम तत्सतोम तत्त्वम विष्णु 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 भनेर विष्णु भगवानलाई नै प्रथमतः सम्झेर रुचि लगाए पनि सन्धि पाठ गराए पनि श्राद्ध गरे पनि बिहे गरे पनि जे गरे पनि विष्णु नै भन्ने गरेका छौँ सबैले। हामीले मात्र वैष्णवले मात्र सबैले त्यही गरिरहेको छ। अन्तिममा औँठी खोल्ने खेर पनि नारायण समर्पयामि भनेर उनी परमतत्त्व नारायणलाई नै यज्ञको सम्पूर्ण फल शुभाशुभ जे जति छ तेरा तुझको अर्पण किया लागे मेरा भनेर सबै समर्पण गर्ने हाम्रो संस्कार, हाम्रो कर्मकाण्ड परम्परा र हाम्रो वैदिक सिद्धान्त त्यस्तो भएको हुनाले भगवान नै सर्वसिद्ध हुन्छ। यसमा कुनै पनि शङ्का छैन भन्ने कुरा यहाँ बताइयो। यसले गर्दा त्यस्ता भगवानसँग जो गरुडजी हुनुहुन्छ भगवानका भगवान नित्य विमानमा लिएर हिँड्नेवाला विमान स्वरूप हुनुभएका त्यस्ता गरुडजीलाई भगवानले यो कथा सुनाउनुभएको छ। यही कथालाई नैमिषारण्य तीर्थमा निमिष क्षेत्रमा निमिष क्षेत्री अनिमिष क्षेत्री यस सौनका आदय जुन चक्र तीर्थका संविधानमा त्यहाँ ठुलो यज्ञ भएको थियो। हजार वर्षको 88,000 ऋषिमुनिहरू सौनक आदि गरेका हुनुहुन्थ्यो। शुद्ध पौराणजी हुनुहुन्थ्यो कथा भन्नेवाला सुन्नुभयो। त्यहाँ 17औं स्वर्ग आए लोक आए सहस्रसम्ममा 1000 वर्षको दीर्घ सत्रको यज्ञको आयोजना भयो र सबैले सुन्नुभयो। पपत्सु आदरात पपत्सु सम्मानपूर्वक गुरुदेवलाई प्रसाद गर्दै सुन्नुभयो भन्नुभयो। हजुरले त पहिले हामीलाई बताइदिइसक्नु भएको छ। सम्यक देव मार्ग सुखप्रद देव मार्ग भवता सम्यक कथित। हजुरले जो सुखै सुखको अर्थिरादि गतिको आदि आत्मालाई सजिलोसँगले उद्धार हुने किसिमको ती मार्ग हामीलाई बताइसक्नुभयो भन्नु छ। पहिले यो सारोद्धारभन्दा पहिले यम यातनाको बाटोको भन्दा पहिले नै अर्को विषय जुन छ त्यो विषय अर्थिरादि गतिको पनि यहाँ कुरा आयो। पहिले के भयो, हामीले यो सुनिसक्यौँ, राम्रो सजिलो त हामीले सुनिसक्यौँ। अब त्यो चाहिँ कस्तो छ त, के कस्तो दुःख पाउँछ त्यो बाटो जानेहरूका लागि त्यो पनि बताइदिनुहोस् भनेर गरुडजीले सोध्नु भएको छ। यहाँनिर इदानीं ऋषिमुनिहरू पनि सोध्नु भएको छ। इदानीं सोध्नु सामो यम मार्गम भयप्रदम त्यो यममा डर लाग्दो यम मार्गको बारेमा जान्न चाहन्छौँ भनेर यहाँ शौनक आदि भन्नेहरू सोध्नु भयो। त्यो दुःखले भएको क्लेश भएको यम यात्रालाई भोग्ने जीवात्मा के कस्ता हुन्छन् भनेर सोद्धाखेरि शुद्ध पौराणजीले सावधान तया सुनो भनेर सावधानपूर्वक श्रवण गर्नुहोस्, म त्यही कुरालाई बताउँछु भन्नुहुन्छ। सुख दिनेवाला पुण्यलाई दिनेवाला बताइसकिएको छ। तर पापीनाम दुःखदायकम, पापीहरूलाई जो दुःख दिनेवाला कर्महरू त आफ्नै कर्मको फल हो। हामीले भोगेको जति हो छ हाम्रै कर्मले भोगेको प्राप्त गरेको फल हो। त्यो कर्मको फल दिनेवाला मात्रै भगवान हुन्छ। कर्म गरे त हामीले स्वतन्त्र भएर गरेको कर्मको फल हामीले पाएका हुन्छौँ। त्यसर्थ यहाँ भन्नुहुन्छ यथा विष्णु प्रोक्तम भयो नि त यहाँ विष्णुले भगवान श्री विष्णुका संविधानमा गरुडजीले सोध्नु भएको छ, मेरो सन्देह भएको छ, मलाई बताइदिनुहोस्। कदाचित सुखम आसीन वैकुण्ठ श्रीहरिको गुरु स्वरूपमा हुनुभएको श्री हरि भगवान एक समयमा वैकुण्ठमा बसिरहेको समयमा गरुडजीले सोध्नु भएको छ। विनम्र भएर सोध्नु छ, विनता सुता भनेको गरुडजीले सोध्नु। भक्ति मार्ग धेरै किसिमका छन्। त्यसर्थ मलाई सबै कुरा बताइसक्नुभयो। भगवान कि भक्तहरूको उत्तम गति दिनेवाला अहिले मलाई पनि त्यो यम मार्गको बारेमा सुन्ने इच्छा छ प्रभु, आज्ञा गरियो अवसरनुहोस् भनेर विनम्रपूर्वक गरुडजीले सोध्नुभयो। जसको भक्ति गर्नाले तद्भक्ति विमुखानां तत्रैव गमनं श्रुतं सुगमं भगवन् नाम जीवा च बसवर्तिनी। भगवानको नाम गाउन सजिलो छ। श्री कृष्ण गोविन्द भन्दा कति सजिलो छ, मुख लाग्दैन। फेरि भन एकछिन त भनिहाल्यो, फेरि एकछिन बिर्सिहाल्छ। अहिले मिठो मिठो चटपट खानु मन अघि नै आफ्नो ध्यान जान्छ, इन्द्रियहरू रसिक हुन्छन्। त्यसर्थ रसवै सह रसानन्दी भवती, संसारको रसमा विषय रसलाई स्वीकार गरेको जीवात्मा छ। भगवत रसले युक्त भएको ज्ञान प्राप्त गर्ने आत्माको स्वरूप भएको हुनाले हामीले विषय आसक्त भएको कारणले गर्दाखेरि नरकम याति दिगदिगस्तु नराधम अधम भएर नरजुनी पाए पनि भयौँ अभिमानी। हामी आफ्नो अभिमानले गर्दाखेरि यो जीवन हामीले पतन गराउँछौँ।
सबै छ, सम्पूर्ण ऐश्वर्य दिनुभएको छ, विवेक दिनुभएको छ, बुद्धि दिनुभएको छ, सद असद सबै कुरा संसार दिनुभएको छ, ज्ञान दिनु शास्त्र दिनुभएको छ होइन, सम्पत्ति दिनुभएको छ, सन्तति दिनुभएको छ, सारा कुरा दिनुभएको छ, विचित्र देह सम्पत्ति यो शरीर रूपी सम्पत्ति दिनुभएको छ। हामीलाई अरू सम्पत्ति किन चाहियो र? त्यसो गर्दा हे भगवान् त्यस्ता पापीहरूको गति के गर्दा हुन्छ जसले नजाने धर्मले गर्दा आफ्नो तम्बिएभन्दा हम्बिएमा तपाईँसँग सबै त द्वेष गर्ने बेला त्यस्ता जीवात्माको गति कसरी होला? ज्ञानीजनको स्वभाव यस्तो हुन्छ, आफ्नो लागि मात्रै होइन आफ्नो हित पुरुषार्थ संरक्षण प्रवृत्ति जसो पनि हुन्छ, आफूलाई आफ्नो सुरक्षा जसले पनि गर्दछ। त्यसो त आफूले दुःख पाएर आफूले कष्ट भोगेर नै पनि अरूको उपकार गर्ने त्यसलाई परोपकार छ। धर्म भनेकै के हो? परोपकार हो। परोपकार पुण्याय पापाय परपीडनम, त्यो पुण्यलाई निमित्त परोपकार गर्नुपर्छ। पर भनेको भनेको आफूभन्दा इतर प्राणीहरूको सेवा गर्नु। सेवाको अर्थ सेवा भनेको जो सेवा गरेनाले पछिसम्म सुख हुन्छ। यहाँ शरीर सम्झिने मात्रै होइन, दुई चार खाना दिएर मात्रै हुँदैन। सेवास भनेर उसलाई खाने बस्ने यहाँको भौतिक सम्पदा दिएर मात्रै भयो। उसलाई धर्मो हि तेषाम् अधिको विशेष हो धर्मेण हिना पशुभिः समान भनेर त्यो सबैभन्दा विशेष कर्म के हो? सद्धर्म हो, भगवत धर्म हो। त्यसको परिपालन गर्नेको निमित्त बाटो लगाए, सत्सङ्गको बाटो लगाएको। सत् भनेको भगवान्, सँगको त्यसको सदाम सज्जनानामसँग सत्सङ्ग भनेकै सदाम ज्ञानीजनहरूले पनि कुनै सत्को राम्रो सत् भनेको भगवान्को अनुगमन गर्नुहुन्छ, भगवान्प्रति अनुगमन गर्नुहुन्छ। त्यसो त भगवान्को सम्मुखभन्दा बाहिरपट्टि फर्केका, उतातिर फर्केका 36 भएकालाई 36 भनेको तीन भनेको जीवात्मा हो, 6 भनेको परमात्मा हुनु हो होइन। त्यसरी 36 भएको जीवात्मालाई सम्मुख होइ जीव मोहि जबहि जन्म कोटि अघना सहित भई। जब जीवात्मा सम्मुख हुन्छ नि त्यो 36 63 हुन्छ नि। 36 वटा पनि 37 38 हुँदै हुँदै गर्दै गयो भने नि तपस्या गर्दै गयो, गुरुको सत्सङ्ग गर्दै गयो, यसो गर्दै गयो भने हामी एक दिन 63 36 पनि गर्दै गयो भने 63 हुन्छ। जसरी त्यसै गरी संसार बन्धनमा विषय वासनामा लिप्त भएका जीवात्माहरू पनि सत्सङ्गमा आउँदै गए, यसरी कथा भएको ठाउँमा सुन्दै गए, भगवान्को मन्दिरमा पनि गए, प्रसाद पनि खाँदै गए, तीर्थयात्रा पनि गर्दै गए होइन। गुरुहरूलाई कहिले बोलाएर यसो सेवा आराधना पनि गर्ने गरे भने के हुन्छ? त्यो सम्मुखले त्यो सद्भावले के भन्छ? एक दिन 63 बनाउँछ। भगवत शरणागति प्राप्त गरेर भगवान्लाई छोड्नै नसक्ने फेरि 36 तिर फेरि फर्किने नफर्किने किसिमको त्यस्तो स्वभाव बन्दछ। त्यसर्थ सम्मुख होइ जीवन भई जबै जन्म कोटि अगनाशय सबै। यसले गर्दा त्यस्ता पापीहरूको उद्धार गर्नका निमित्त पनि एउटा केही काम भोगमा आसक्त भएका छन्, नरकैको बाटो लागेका छन्, दान छैन, धर्म छैन होइन, त्यो परमगतिको चिन्तन छैन, पाप कर्म गर्नलाई नित लागेका छन्, ती यमयात्रातिर निश्चित जाँदछन्। तिनीहरूको पनि त कुनै उपाय त होला नि, केही त गति होला नि। परमा यसरी भन्नुहुन्छ तदस्ति मरणं प्राप्य यथा गच्छन्ति यातना। ती मरेपछि त यमयातना तर्फै जान्छन्। उनीहरूको सुकृत कसरी हुन्छ त? दुष्कृत मात्रै छ भने त्यो सुकृत भन्नु नभइकन त उनीहरूको उद्धार हुँदैन। त्यसर्थ त्यो पनि एउटा उपाय बताइदिनुहोस्। आदि व्याधि समायुक्तम जीविता सा समुत्सुकम कालो बलियान अहिवद ज्ञान तद्ज्ञान प्रतिपद्यते। यसरी समय बित्दै जान्छ, धेरै दुष्कर्महरू हुन्छन्। ती के हुन्छ? लिप्सा विषय लिप्सा भन्दा भन्दै धेरै भएका हुन्छन्। त्यो अन्तकाल प्राणकण्ठ आउँदा पनि आउने बेलामा के भन्छ? त्यसैले कण्ठे घुरा आइदियो भनेर चाहिँ कब बात पित्तले काटी पक्रेको बेलामा, गला अवरुद्ध भएको बेलामा त्यो कृष्ण भन्न आउँदैन। अब भगवत विमुख भएको कारणले गर्दाखेरि उनीहरूको कसरी उद्धार होला भनेर प्रार्थना गर्नुहुन्छ। अझ सोच हामी कविता सम्बन्धी वरिपरि बन्द भावत हुन्छन् अनि आफूमै आसक्त भएका छन्, विषय आसक्त भएका छन्। त्यो कालको बसमा उसरी पर्दछन्। बत्तीमा ती पुतलीहरू आएर नाच्छन् अनि एकपल्ट दुईपल्ट तिनपल्ट गर्दा गर्दै तिनीहरूलाई थाहा हुँदैन त रमाइलो ज्योति पुञ्ज जस्तो देख्दछन्। देख्दै त्यो पखेटाले तोत्तरी गर्दा चलेर ती भुतुक्क हुन्छन्। तर उनीहरूलाई थाहा हुँदैन कि म मर्दैछु भनेको थाहा पाउँदैन। त्यस्तै गरेर यो संसारमा म त यही गर्न आएको भनेर विषय वासनामै लम्पट भएर रहन्छन्। तर धर्मको चेष्टा गर्दैनन्, त्यसलाई कालको बसमा बस्दछन्। छोराछोरी सन्तति धन कमाउँदै छोराछोरी पाल्दै ओर्दै दिशा पिसाब
खाना र पाइखानामै जीवन बितेर जान्छ, बाँकी कुनै पनि स्वीकृत पुरुषार्थ हुन पाउँदैन। अनि अन्तिम अवसर हुन्छन्, हातै बकिएको सुन भुल दया नराखी यत्रो प्रहार गरी बक्सनु भयो पमाथि रहे भगवान्। यो के हुन गयो यस्तो भनेर हो नि, विचित्र देह सम्पत्ति ईश्वराय निवेदित भयो। भगवान्को सेवा गरेर भगवान् दिनुभएको थियो। उहाँ गर्भस्तुतिमा भयो नि जीवात्मा, म सबै गर्छु, अब भनेको मान्छु सबै गर्छु, म हजुरले भनेको सबै कुराहरूलाई भगवान् गर्छु भनेर चाहिँ प्रार्थना गरौँ। यता आइसकेपछि यता वैष्णवी मायाले सम्बन्धले गर्दा फेरि जस्ताको तस्तै भयो। फेरि पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम यह संसारै खरदुस्तारे कृपया पारे पाइ मुरारी। हे भगवान्, फेरि आउँदैछ जाँदैछ यसर्थ फेरि कहिले पनि यसको उन्नति हुन सकेन, प्रगति हुन सकेन, ज्ञान हुन सकेन। त्यसरी खेल्दै बितेको बाल्य अवस्था, यौवन अवस्था, वृद्ध भएपछि चिन्तनले हरिकन